टु माई न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। हामी फेरि पनि चाइना बजार जानु। ओ माई गड, हामी चाहिँ जाँदै गरेको बजार। अब के कस्तो हुन्छ म देखाउने नै छु है गाइज। तँलाई पेन्ट ला यसले त के पो भन्दैछ। म त मौसम हुँदै सिटीमा पनि चढिसकेको। अब हामी गएको कहाँ गएको मार्केटमा। हाम्रो दमक चाहिँ यस्तो छ। भत्यो भने भत्यो भनेर दाँत भत्क्यो भने बनाउनुको लागि आउनु। दाँत भत्काउन चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ तपाईँ। के गर्न हजुर किन के गर्ने र भरे मात्रै खुल्छ एकछिनमा 2-3 बजीतिर मात्रै। निस्केन गाई सपनाको पैसा निस्केन। अब नजिल ल पैसा निस्केन अब अर्को बेङ्क अर्को ब्याङ्क जानु। अब उसलाई चाहिँ औँसी एकदम लागेको छ अहिले काम नभएर। त्यही भएर हामी बसिरहेको छौँ यहाँ। हाम्रो दमक के भनेर भन्नु यो दमक सिद्धार्थ ब्याङ्क अगाडि छु हामी चाहिँ। हेर्नु होला हाम्रो मुस्कान ए होइन के भन्छ राधे राधे कलेक्सन पनि यहीँ अगाडि छ। मुस्कान पनि छ नि। केटाकेटीले शुक्रबार रहेछ सबै बन्द छ। कता खालको चाहिएको किन सान त्यस्तोले नलगा भनेर चिज दुखाउँदैछ। गाह्रो छ। यहाँनिर मौसमले पेन किन्ने अरे अनि पेन हेर्दैछौँ ल गाइज। सपना राईले बधाईलाई खै मनाउने कार्यक्रम हुँदो रहेछ नयाँ वर्षको लागि विशाल मार्केटमा। यो चाहिँ पुरानो सब्जी बजार जाँदै गरेको सर्टकट बाटो हुन्छ चाहिँ भित्रभित्रै। सीता भित्र नि किता त्यही दाँधेर हो बिताती गीताको हितला नि किसी तुतेको हेर कुदेको। आज शुक्रबारको दिन चाहिँ एकदम धेरै सुनसान हुन्छ दमक त। रुपियाँ गोटा अरे हौ जोडीको 300 लग्ने तन्ना कुर्दा एकदम धेरै गलेको अवस्था छ अहिले चाहिँ है। अब जानुपर्ने होला लगेर। बेलबेटको त्यो चाहिँ कसरी मिटर हो दाइ? त्यो बेलबेटको तना जानु र हाट्छु र जानु त के भने। अब हामी चाहिँ गाई झापखोला जाँदै गरेको थुक्पा खानु भोक लाग्यो के गर्नु जानुपर्ने हुन्छ। पानी पनि पर्ला जस्तो छ। आज त मौसम पनि यस्तो भइरहेको छ।
नामले के जाने। बेलुका भएपछि त तर शुक्रबारै भए पनि कति भिड हुन्छ नि सपना? शुक्रबारै भए पनि बेलुका भएपछि त कति भिड हुन थाल्छ नि आफै। खोला पुग्न आँटेको है गाइस। यहाँनिर थुक्पा पाउँछ मिठो न मिठो, मोमो पनि पाउँछ। यो चाहिँ खासमा के चाहिँ बनाएको नि सपना? यो माथिको पार्किङ। पैसा दिनुपर्ने त्यो पनि हामी चाहिँ मोमो खानु भनेर आएको, यहाँनिर पसिसकेको। मोमो खाने हो, मोमो र चिसो अनि फेन्टा हो। हाम्रो चाहिँ मोमो पनि आइसकेको छ, चिसो पनि आइसकेको छ। अब चाहिँ खानुपर्ने हुन्छ है गाइस। त्यो भएन के सपना? मोमो खाइ नै सकिनँ हौ गाइस। आज त के भएर सकेर भर्खर खाने मान्छेहरू आज त खाइ पनि सकिनँ। हामीले टन टन अनुहार हामी खाजा खाएर फर्किँदाखेरि त घाम त यस्तो खतरा लागिरहेको छ कि सुँगुरको मासुले त ओलेक बनायो नि सपना। ओलेक बनायो ह के खाजा खाएर नभएर भारीतिर गएको घरतिर घाम रहेछ हिँडेर जाउँ भने पनि नजिकै हो नजिकै त। तर हामी चाहिँ सिक्न जाँदै गरेको। टेम्पर साथै टेम्पर टाल्नु पर्ने थियो यहाँ दाइले पर्ने। अब चाहिँ फाइनली घर आइपुग्यौँ है गाइस। हामी चाहिँ घाम चाहिँ आज चाहिँ आएर पनि हामी चाहिँ सपना आन्टीको रुम जाँदै गरेको गाइस। के गर्नु, जानै पर्ने हुन्छ। त्यहाँ नगए त सास पो चल्दैन र मेरो त।